गोकर्णेश्वर क्षेत्रमा दुईवटा महत्त्व छ। एउटा देव कार्यको महत्त्व र एउटा पितृ कार्यको महत्त्व। देव कार्यको महत्त्व भन्नुपर्दाखेरि यो मृगरूपी शिवजीलाई चाहिँ मृगरूप लिएर वन विहार गर्ने क्रममा ब्रह्माजीले विष्णुले र इन्द्रले समात्नु भयो। त्यसको सिङको 3 टुक्रा भयो, जुन ब्रह्माजीको हातको टुक्रा सिङको टुक्रा चाहिँ यसमा स्थापित भएको भएर यसलाई ब्रह्म पितामह तीर्थ भनिन्छ। र ब्रह्माजीको कालदेखि नै यो क्षेत्रमा चाहिँ पुजारी ब्रह्माजीकै सन्तानहरू वृषपर्वा ऋषिहरू लगायतका रावणहरूले पनि यसमा आएर तपस्या गरेको एउटा दैविक महत्त्व छ भने अर्को यस क्षेत्र उत्तरगया पितृमोक्षधाम, जहाँ गदाधर नारायण चाहिँ विराजमान हुनुहुन्छ। जहाँ गदाधर नारायणले चाहिँ यो सृष्टिमा चाहिँ मान्छेको उमेर तोकियो अथवा सबै जीवको उमेर तोकियो। उमेर तोकिसकेपछि मृत आत्मा अथवा मृतलाई चाहिँ के गर्ने, त्यो पितृहरूलाई चाहिँ कसरी व्यवस्थापन गर्ने भन्ने क्रममा चाहिँ गदाधर नारायण अन्त सबै विष्णुकोमा चाहिँ दाहिने हातमा सुदर्शन चक्र हुन्छ। यहाँको गदाधर नारायणकोमा चाहिँ दाहिने हातमा गदाधारी भाव र गदाधर नारायण नाम रहेर विश्वमा जम्मा दुईवटा, एउटा यहाँ र एउटा इन्डियाको चाहिँ जहाँ गया छ, दक्षिण गया भनेर प्रचलित छ, त्यो गयामा चाहिँ दुईवटा यो मूर्तिहरू छ। यो पितृतीर्थमा चाहिँ यो भन्दा माथि उत्तरी भेगमा अन्य कुनै विशेष खालका पितृतीर्थहरू नभएको कारणले गर्दा यसलाई चाहिँ गयाको शिरको रूपमा मानिन्छ। 6वटा गया मध्येको गयाको शिरको रूपमा मानिन्छ। तपाईँको बालुवा गाविसमा चाहिँ एउटा शिलालेख भेटिएको हुन्छ। त्यसमा चाहिँ 621 सालमा यसको पुनर्जीर्णोद्धार गरिएको भन्ने चाहिँ कतै लेखिएको भन्ने कुराहरू चाहिँ पुरातत्त्वविदले भन्नुभएको छ। त्यसलाई आधार मान्ने हो भने 621 भन्दा नि पहिलाको चाहिँ मन्दिर हो भन्नाले मानदेवकै पालामा हो, 505औं शताब्दीकै मन्दिर हो भन्ने परिकल्पना हामीले गर्न सक्छौँ। ठ्याक्कै यही सालमा बनेको गोकर्णेश्वर महादेव भन्ने चाहिँ अहिलेसम्म भेटिएको छैन र जीर्णोद्धारको क्रममा चाहिँ विभिन्न समयमा जीर्णोद्धार भयो। अब यसमा यस्तो छ, यस वरिपरि यसमा धेरै देवीका मूर्तिहरू अग्नि वरुणदेखि लिएर वायुदेखि लिएर नन्दी भृङ्गी ब्रह्माजीको पनि अन्त कतै मूर्ति देख्न पाइँदैन। यहाँ ब्रह्माजीले स्थापित गर्नुभएको कारणले गर्दा ब्रह्माजीको चारै मुख भएको चाहिँ मूर्ति यहाँ रहेको छ। इन्द्र आदि वरुण आदि सबै देवी देवताको चाहिँ वरिपरि मूर्ति छ, जसमा तलदेखि हेर्ने भने तल बुढा नीलकण्ठ शेष साई बुढा नीलकण्ठ हुनुहुन्छ, माथि अन्य देवी, उत्तरपट्टि साइडमा देवीहरूको मूर्ति छ, पूर्वपट्टि साइडमा चन्द्र इन्द्र चन्द्र सूर्य जस्ता चाहिँ देवताहरूका मूर्ति छन् भने तपाईँको दक्षिणपट्टि साइडमा इन्द्र नरसिंह लगायतका मूर्तिहरू छन् भने तपाईँको पश्चिमपट्टि साइडमा ब्रह्मा विष्णु नन्दी भृङ्गी जो चाहिँ शिवजीका गणहरू हुनुहुन्छ उहाँहरूको चाहिँ मूर्ति राखेको छ। अन्यत्र अन्य धेरै ठाउँ चाहिँ शैविक शिवको चाहिँ सानसाना मन्दिरहरू पनि छन्। त्यो चाहिँ ती मन्दिरहरू चाहिँ तत्कालीन समयमा व्यक्तिले आफ्ना परिवार मिलेर राखेका मन्दिरहरू पनि यहाँ धेरै छन्।